नमस्कार राधे राधे सबैलाई अब सबैजनालाई हेप्पी न्यू इयर अनि यहाँ कस्तो वर्षको आज चाल्यो अघि नयाँ वर्ष नयाँ वाला दिन देखाउनु भने पहिला 3 तारिकदेखि म देखाउने छु पुरा कन्टिन्यू ब्लग हाम्रो पूजा आरम्भ भएको के कसो। हेलो साथीहरु राधे राधे, आशा गर्छु तपाईहरु सन्चै हुनुहुन्छ होला। अनि आज 1 तारिक हो जनवरी 2026 को सबैलाई ह्याप्पी न्यू इयर। अनि यहाँ हेर्नु सक्नुहुनेछ हाम्रो घरको अगाडि पुरा फगी फगी भइरहेछ। तपाईहरुको उता के कस्तो छ कमेन्टमा बताउनु होला साथीहरु। अनि साथीहरु मेरो बसन्ती र म अनि मेरो मम्मी आउनु हुँदैछ, हेर्नु सक्नुहुन्छ निक्लेको। अनि यहाँ हेर्नु सक्नु पुरा फगी फगी वा अगाडि माइजूको घर त्यो सब देखिएको छैन। अनि माता ह्याप्पी न्यू इयर भन्नु सबैलाई, हेप्पी न्यू इयर सबैजनालाई भन्नु। अनि सबैजनालाई हेप्पी न्यू इयर अनि यहाँ कस्तो वर्षको आज अनि साथीहरु मम्मी र म चाहिँ 1 राउन्ड मारेर आए हामीहरूको सेन्टर। पुरा उता पनि कौरा भइरहेछ, पुरा धुमिरहेछ। माता कस्तो लाग्दैछ आजको दिन? सेतै भइरहेछ। पल्लो घर चाहिँ देखिँदैन चिनिँदैन। हेर्नु सक्नुहुँदैछ नयाँ वर्ष नयाँ वाला दिन। राधे राधे सम्पूर्णलाई। अनि के भन्नुहुन्छ शेखर? भन्नु न के भन्नुहुन्छ? के पूजा हो? चाल्यो अघि सम्पूर्णमा सबैजनालाई राधे राधे। यहाँ हामीहरूको देख्नु हुँदैछ, देखाउनु भने नमस्कार राधे राधे सबैलाई अब 3 तारिकदेखि स्वस्थानी परमेश्वरीको पूजा आयोजन गरिन्छ यहाँ। अनि यो घर त देखिहाल्नु भयो, तपाईँले चिनिहाल्नुहुन्छ होला। यो हाम्रो मामा घर, हाम्रो कान्छा मामा घर। अनि हामीले बिहानदेखि लागेर यतिसम्म बनाइसके साथीहरु। मामा हामी भानिज मिलेर अझै बनाउनु बाँकी छ। तपाईहरुलाई 3 तारिकदेखि म देखाउने छु पुरा कन्टिन्यू ब्लग हाम्रो पूजा आरम्भ भएको के कसरी हुन्छ। अनि आज चाहिँ 1 तारिक, आज हाम्रो यो सफाई गर्ने र यहाँ बेरोसेरो बारेर अनि स्वस्थानी माताको पूजा चाहिँ हाम्रो मामा घरमा यसपालि हुनेछ। यो 3 साल गर्नुपर्छ होला साथी हो। अनि यसपालि चाहिँ हाम्रो मामा घरदेखि स्टार्ट हुनेछ। अनि मामा म पुरा यो बनाउँदैछौँ। आज सकिन्छ सायद, यताको अब बाँकी छ, अब यताको थाल्नुपर्छ।